फाइनली हामी चाहिँ लुप ब्रिज आइपुग्यो है। यहाँको नजारा चाहिँ यस्तो छ गाइस। सो गाइस चाहिँ यो चाहिँ हो ब्रिजको मुनि। हेलो एभ्रिवान, वेलकम एन्ड वेलकम ब्याक टु आवर युट्युब च्यानल है गाइस। आज चाहिँ हामी जाँदैछौँ लुप ब्रिज है। सो घुम्नुको लागि के कस्तो छ सो तपाईँलाई पनि देखाउने छु है। त्यो चाहिँ हामी घरबाट चाहिँ निस्किसके है। सो अझै दुईजना भाइहरू पनि छ, उनीहरू चाहिँ अगाडि गयो है। आजको राइडर म्यान हो फेरि। चस्मा झर्छ के साह्रो हिरो। अहिले चाहिँ हामी है एकदम हाइवे एन्ट्री भइसक्यो कि यस्तो छ हाइवे चाहिँ। अब यहाँबाट चाहिँ कति टाइम लाग्ने हो नि, एकदमै दामी छ गाइस। यो चाहिँ नयाँ बनिँदै गरेको है। यहाँ चाहिँ दुईजना आउँदैछ, हामी चाहिँ जाँदैछु। खतरा त गाडी कारणले चाहिँ यहाँ चाहिँ अहिले है एकदमै प्रब्लम भइरहेको छ है बाटो बनाउनु लागि। लिम्बोङ र पर्वतको बिचमा चाहिँ यस्तो खालको भइरहेको छ अहिले। तर है सानो रोड चाहिँ छ एकदमै, गाडी सानो अब साइड हुनुको लागि चाहिँ एकदमै प्रब्लम हुन्छ है। बनाउँदैछ तर यहाँबाट त्यस्तो फिक्स हुँदैछ। अहिले चाहिँ हामी आइपुग्यो पर्वत बजार है। यहाँको यस्तो छ भ्यू चाहिँ। चाहिँ हामी ब्रिजको यतापट्टि है आइपुगिसके। यहाँ चाहिँ एकदमै गाडी छ है। यस्तो छ यहाँको नजारा चाहिँ। यहाँको एकदमै है मान्छेहरू एकदमै ज्यादा छ घुम्न आउनेहरू है। यहाँ चाहिँ दोकान छ यो साइडमा है। फाइनली हामी चाहिँ लुप ब्रिज आइपुग्यो है। यहाँको नजारा चाहिँ यस्तो छ गाइस है, देख्न सक्नुहुन्छ है। यहाँबाट यस्तो देख्छ है। यहाँ तल देख्नेहरू चाहिँ त्यो बाख्राकोट है। सो बाख्राकोटको माथि साइडमा चाहिँ यो ब्रिज चाहिँ यहाँबाट चाहिँ यस्तो छ है गाइस। हामी चाहिँ अब एन्ट्री भयो है ब्रिजभित्र है। कस्तो छ यस्तो छ। यो चाहिँ ब्रिजबाट हामी चाहिँ जाँदैछौँ, ब्रिज माथिबाट है। यस्तो छ गाइस। गाडी खायो गाडीले त अन्त हामी जाने पुगिआइसक्यो अब।
यहीँसम्म आफू घुम्ने हामी चाहिँ अब त्यहाँ बसेर चाहिँ अब फोटोसुट गर्नुपर्छ है। तल साइडमा आएर चाहिँ पार्किङ गरे है। यहाँ पनि छ पार्किङ, यहाँ दुईजना छ है, ब्रिज छ यहाँ माथिल्लो साइड है। माथि चाहिँ प्रब्लम छ नि त गर्नुको लागि, गरम भइरहेको छ। अब फोटो पनि नखिच्ने भन्छ हो, अब के गर्नुपर्ने, यतिकै घाम ताप्नु यहाँ। गाइस अहिले चाहिँ हामी है पार्किङ गरेर पनि जाँदैछु है। सो यहाँ चाहिँ एकदमै गरम छ है। सो गाइस चाहिँ यो चाहिँ हो ब्रिजको मुनि, हामी चाहिँ यहाँ है घुम्दैछु। यो मुनि देख्दै गरेको चाहिँ हो है, यो चाहिँ हो लेस खोला है। सो यहाँ जग्गाहरू देख्दै गरेको चाहिँ हो बाख्राकोट बजार है। आज चाहिँ एकदमै वेदर चाहिँ धुम्म भइरहेको छ है। यो मुनिबाट चाहिँ यस्तो खालको भ्यूज देख्छ है, ब्रिजको चाहिँ यस्तो खालको भ्यूज देख्छ। गाइस चाहिँ ब्रिजको मुनि चाहिँ फोटोसुट गर्नु पनि अलाउड छैन। सो त्यही भएर चाहिँ हामी चाहिँ फर्केको। के छ अरे भने रोड क्रस गर्नु चाहिँ लु, यहाँ रोड क्रस गर्नु पनि एकदमै डेन्जर रहेछ है। एकदम है यो 200 साइडबाट आउँदो रहेछ, त्यही भएर चाहिँ एकदमै केयरफुली क्रस गर्नुपर्ने रहेछ। लु अब चाहिँ खाली भयो, चलो चलो चलो। हामी चाहिँ अब जानु आँटेको है घुमेर। कस्तो गरम रहेछ यहाँ चाहिँ, गरम चाहिँ कस्तो रहेछ। लु 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 छिटो, यति यहाँ चाहिँ घुम्नेहरू पनि त्यतिकै छ है। एकदमै यहाँ चाहिँ पुलिसले चाहिँ माथि चाहिँ दिँदैन रहेछ है बस्नु। यहाँ चाहिँ सबैजना बस्दै चलो। अब चाहिँ फर्केको हामी चाहिँ है। यहाँ मुनिबाट त्यस्तो खालको देख्छ है, एकदम अझै यो चाहिँ कलरिङहरू चाहिँ केही भएको छैन है। मुनिबाट त्यस्तो टाइपको देख्छ। यहाँ पार्किङ गरे है। हामी चाहिँ यहाँ है फ्रुट्सहरू खानु जाने अब चाहिँ है। यहाँ चाहिँ शीतल रहेछ, यस्तो खाजाहरू पाउँदो रहेछ है। अङ्कलले चाहिँ एकदमै प्याजी बनाउँदै रहेछ। वाटरमेलन खानु फर्केको है। सो आजको भिडियो चाहिँ यही गर्छु। सो थ्याङ्क यू सो मच फर वाचिङ।